हेलो एभ्रिवान, स्वागत छ एसएसटी टेक्वान्डो डोजाङमा। हजुरहरू सम्पूर्णलाई हाम्रो डोजाङमा चाहिँ के भइरहेछ भन्ने कुरा तपाईँहरूलाई हामी यस भिडियोको मार्फतबाट देखाउँदैछौँ। र आज चाहिँ हामी वक हिँड्ने प्लान भइरहेछ। अब हाम्रो वार्मअप सकिन थालेको छ। अब वार्मअप सकिसकेपछि हामी हिँडिसक्यौँ डोजाङबाट। यता भाइ बहिनीहरू खुसी भइरहेछन्। यता हाँसी मजाले खुसी भइरहेछन्। अब हामी हिँड्दैछौँ यता। ल हजुरहरू हेर्दै गर्नु होला हामीले आज के गर्छौँ। हुन त आज आएको प्लान भनेको हाम्रो हिँड्ने मात्रै हो, त्यही पनि भाइ बहिनीहरू एकदम खुसी भएर हिँडिरहेछन्। यता हिँड्दैछन्, हाँसिरहेछन्, खुसी भइरहेछन्। मजाले हाँस्दै खुसी हुँदै हिँडिरहेछन् भाइ बहिनीहरू। यता क्यामेरातिर नि हेर्छन्, मजाले कुदिरहेछन्। नकुदा भन्दै गाली पनि गरिरहेको छु मैले। बिस्तारै हिँड भन्दैछु, मजाले हिँड्दैछन् मजाले। यताउति क्यामेरातिर हेरेर मुसु हाँस्दै पनि छन्। प्रयुष क्यामेरातिर हेरेर चाहिँ टुरे यता गफ लगाइरहेछ सानो मान्छेले। फेरि प्रदुषा फेरि चक गर्दै हिँडिरहेछ। मजाले हात हल्लाउँदै हिँड भन्दैछु म। यता हिँडिरहेछन् मजाले खुसी हुँदै। अनि म भिडियो पनि बनाइरहेको छु म पनि। यता खुसी भएर मजाले हिँड्दैछन् भाइ बहिनीहरू। अनि यता दौडी पनि रहेछन् बेलामा। अनि म भन्छु नदौड भनेर कराइरहेको छु। अनि रुस्नाले पुरै टु देखाइ हाई गर्दैछ। यता दृष्टि लजाइरहेछ, अभि पनि लजाइरहेछ है। त्यसपछि मजाले भाइ बहिनीहरू हिँडिरहेछन् है, मजाले हिँडिरहेछन्। अनि म भिडियो बनाइरहेको छु म। अनि यता म पनि स्वयं आफू पनि आएँ। म पनि हात हल्लाउँदै हिँड्नुपर्छ भनेर गफ गरिरहेको छु। त्यसपछि अलि लाइन बिगारे क्यारे म कराउँदैछु। अनि त्यसपछि आएर हेलो भन्दै पुरै हात पनि हल्लाउँछन्, नमस्कार रे। यता प्रयुषले मजाले हिँड्दैछ। प्रयुषलाई थके लागे छैन रे। अनि निबी मुसु हाँसा। एकदम दृष्टिले पुरै प्रदूषणलाई बोकेर यता अंशिका एक्लै दौडिरहेको रहेछ। त्यसपछि यहाँ धिताल भएको पुरै खुसीको लेभल सिमाना छुट्टै छ। मुसी पनि हाई भनिरहेछन् सबैजना। अनि मैले फोन चाहिँ रुस्नालाई दिएको थिएँ। ल रुस्ना भिडियो बनाऊ भनेर दिएको थिएँ। त्यसो रात पनि धेरै भइसक्यो। हामीलाई प्यारेन्ट्सको फोन पनि आइसकेको थियो, कता हुनुहुन्छ, ट्रेनिङमा हुनुहुँदो रहेछ आज भनेर। यता भाइ बहिनीहरू खुसी पनि भएर इनर्जी पनि धेरै लस भइसकेको थियो होला। सायद 6 बज्न थालिसकेको थियो, रात पर्न थालिसकेको थियो। त्यसपछि मैले अब जाउँ हामी डोजाङ जानुपर्छ भन्ने कुरा भयो। त्यसपछि हामी डोजाङतिर लाग्यौँ। भिडियो चाहिँ बनाउन पाएनौँ किनकि फोनमा चार्ज पनि सकिसकेको थियो। अनि यता सानो मान्छेलाई थकै लाग्यो अरे भनेर बोक्न लाग्यो। ल थ्याङ्क यू सो मच फर वाचिङ, बाई बाई।